मान्छेले त सुन चाँदी भनेको हेर्नुहोस् दुई थरीले यसमा इन्भेस्ट छ। एक त गहनाको गहना पनि भयो, पैसाको लगानी पनि भयो, पैसा पनि सुरक्षित भयो। त्यो अरूभन्दा पुरा वर्ल्ड पोलिटिक्सको हिसाबले हेर्नु या पुरा संसारभरिको ब्याङ्कको हिसाबले हेर्नु र सुनमा त इन्भेस्टमेन्ट त राम्रै रिटर्न दिएछ अहिलेसम्म। ग्राहकहरूको आउने क्रम त्यति धेरै छैन। अलिअलि आउँछन्, त्यही पनि हेर्ने जाने, हिसाब गराउने, छोड्ने जाने त्यस्तै छ। सुन किन्न नसक्नेले अर्को सेकेन्ड अप्सनको रूपमा सायद चाँदीतिर लगानी गर्न खोजेको पनि हुनसक्छ। चाँदी नै किनौँ भन्ने पनि हुनसक्छ। जसरी चाँदीको भाउहरू बढ्दैछ त्यसले गर्दाखेरि राम्रै हुन्छ, केही फाइदा हुन्छ भन्ने हिसाबले पनि होला सायद चाँदीतिर आकर्षित भएको। चाँदीप्रति धेरै मान्छेहरूको छैन, भोलि बेसर नै बढ्ला, 15,000 पुग्ला भन्ने चाहिँ नि त्यस्तो किसिमको प्रक्षेपण भएको थियो र त्यसको शिकार म पनि भएको छु। रेटको अफोर्ड गर्न नसक्ने भएर रेट चाहिँ हाई भएर अलि एक्सपेन्सिभ भएर चाहिँ अलिकति अब माग भनौँ न अलिक कमै छ पहिलाभन्दा। पहिलाको कम्पेरिटिभली हेर्दाखेरि अहिले चाहिँ कमै छ भन्नु पऱ्यो। ती अगाडि धेरै नै बढ्छ भनेर हल्ला आयो मिडिया मार्फत। त्यो कारणले गर्दाखेरि किन्नेको अलिक भिडभाड थियो हाम्रोमा पनि, तर पछि अलिक भाउ स्वाट्टै तल झरेकोले अनि किन्न पनि अलिक रोकिएको छ। भाँडाकुँडाहरू अब चाँदीको यस्तै लक्ष्मी गणेश करुवा दियोहरू अनि यस्तै लिनुहुन्छ। थोरै पहिला ठुल्ठुलो सामानहरू जान्थ्यो भने अहिले चाहिँ चाँदीको भाउ धेरै बढेको भएर अलिक कम, पहिला अब 50 तोला 40 तोला लिनेले अहिले 10-20 तोला त्यस्तोमा झर्नु भएको छ।